आज म यो खाली जसो देखिने रुमले एउटा लग्जरियस रुममा बदल्नेवाला छु। यस भिडियोमा थाहा हुनेछ कि काठमाडौँमा कति पैसाले एउटा राम्रो रुम बनाउन सकिन्छ। लेकिन एक सेकेन्ड क्यों क्या हुई? एउटा राम्रो रुम बनाउनलाई सबैभन्दा पहिला मलाई पैसा चाहिन्छ जुन मसँग छैन। अब मलाई पैसा कमाउने एउटा मात्र तरिका थियो काम गर्ने। मैले पढाइ साथसाथै आफ्नो कामलाई पनि अगाडि बढाएर मैले 1 महिनासम्म लगातार काम गरेँ। त्यही काम गर्नुपर्छ। यहाँ चाहिँ गार्डनहरू हुन्छ, कहिले यता साफ भएर उता चाहिँ सरसफाइहरू यता उता सस्ता पुगाउने काम चाहिँ गरिरहनुपर्छ। ओके, मैले काम गरेको 1 महिना पुरा भएर चाहिँ स्यालेरी चाहिँ आएको चाहिँ यसमा करिब 8,000 जति छ र यही पैसाले चाहिँ रुम सेटअप गरौँ। रुम बनाउनले सबैभन्दा पहिला मलाई एउटा खाट चाहिन्छ। त्यसको लागि चाहिँ म यहाँ फर्निचरमा आएको छु। यहाँबाट मैले आफूले चाहिने सम्पूर्ण सामानहरू ठेलामा राखेर रुममा ल्याएँ। सबै सामानहरू चाहिँ लिएर आइसकेँ। यो चाहिँ खाना बनाउनलाई चाहिँ किचन भयो, अनि यो चाहिँ बेड भयो, अनि त्यहाँ चाहिँ कार्पेट, अनि मेरो चाहिने सामानहरू चाहिँ सबै यतै छ। मलाई यो टोटल चाहिँ मैले सेकेन्ड ह्यान्ड चाहिँ किनेको थिएँ र यताउता किन्दाखेरि चाहिँ मलाई टोटल चाहिँ 7,000 जति चाहिँ खर्च भएको छ। सबैभन्दा पहिले त हामीले रुम सफा गर्नुपर्छ। त्यसको मेरो यति मात्रै रुम सेटअप गर्नको लागि चाहिँ मेरो पुरै पैसा गइसकेको छ र अब चाहिँ एउटा मात्र उपाय छ, घरबाट पैसा हाल्ने भन्ने। बा मलाई पैसा हालिदिनु त। घरबाट चाहिँ मैले 5,000 जति चाहिँ हालिदिनु भएको छ र जाम छिटो पसलमा गएर चाहिँ सामानहरू किनभने मैले खानाको लागि अझै सेटअप बनाएको छैन र भिडियोको अन्तिममा म तपाईँहरूले खाना पनि बनाएर देखाउनेवाला छु। त्यही भएर भिडियोलाई अन्तिमसम्म हेर्नु होला। जाम पसलतिर दौडिनु पऱ्यो सामानहरू किन। त्यसपछि म एउटा भाँडा पसलमा गएँ र आफूले चाहिने सम्पूर्ण भाँडाकुँडीहरू मैले लिएर आएँ। यता हेर्न सक्नुहुन्छ मैले चाहिँ सामानहरू चाहिँ सबै ल्याइसकेँ र यो सबै मलाई चाहिँ टोटल 5,000 जति चाहिँ लागेको छ। यसमा चाहिँ छन् सामानहरू के छन् म तपाईँहरूले देखाउनेवाला छु। त्यो सामान चाहिँ यति नै हेर्न सक्नुहुन्छ। त्यो कुकर भयो, अनि यहाँनिर चाहिँ यो ग्यास भयो, थाल छ, अनि यो चम्मच कडाई छ, डाडु छ, अनि यो कचौरा छ, अनि यो चाहिँ यो प्याकेटहरू भयो, त्यहाँ चपिङ बोर्ड र अनि त्यो चक्कु छ, अनि यता चाहिँ यो गर्दा यो सबैहरू गर्दाखेरि चाहिँ मलाई 5,000 जति लागेको छ र अब चाहिँ यसलाई मिलाम र लास्टमा खाना पनि बनाउनेवाला छु म। मैले भाँडाकुँडाहरू यी सबै मिलाएर चाहिँ यता राखिसकेँ र अब चाहिँ जाम हामी चामलहरू किन्नुको लागि। चामल दालहरू पनि छ सायद त्यो किनेर छौँ। मैले खानको लागि रासनहरू पनि सबै ल्याइसकेको छु, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मेरो खानको लागि चाहिँ रासन चाहिँ त्यहाँ चाहिँ दाल चामल छ, अनि यो चाहिँ बेसार तेल नुनहरू यताउता भयो, अनि त्यो चाहिँ स्प्रे। अनि मैले एउटा स्प्रे लिएको कारण यो रुम चाहिँ गनाउँछ, यहाँ चाहिँ घाम लाग्दैन, यताउता चियो धाउनाहरू गर्नु छ। मैले चाहिँ यो सबै किनिसकेँ। यो चाहिँ मलाई चाहिँ 1,050 रुपियाँ चाहिँ परेको थियो र मेरो चाहिँ अहिले चाहिँ टोटल खर्च कति भयो तपाईँ चाहिँ क्यालकुलेसन गर्नुहोस्। अझै के सामानहरू के छन् त्योहरू चाहिँ किन्छु र म चाहिँ खाना पनि बनाउनेवाला छु। रुम सजाउनले अन्य चाहिने सामानहरू पनि मैले सम्पूर्णले किनेर चाहिँ रुममा ल्याएर आएँ। मैले चाहिँ सामान किनेर चाहिँ रुममा आइसकेको छु। हेर्न सक्नुहुन्छ मेरो सामान चाहिँ मैले चाहिँ एउटा यो कप किनेको छु र मैले बाँकी सामानहरू पनि किनेको छु, हेर्न सक्नुहुन्छ। यो बाटा भयो, अनि त्यो छारो उखार्ने, अनि यो ड्रम, अनि झाडु, यो सबै गरेर चाहिँ मलाई चाहिँ 1700 चाहिँ परेको छ र आउनुहोस् यसलाई चाहिँ सेटअप गरौँ। र म चाहिँ बिहान चाहिँ सामान किनेको थिएँ र काममा जानु हुँदा कारणले चाहिँ म चाहिँ अहिले रातिको चाहिँ अहिले चाहिँ हेर्न सक्नुहुन्छ 10 बजेको छ। अब चाहिँ म एकछिन डेकोरेट गर्छु रुमलाई। यो मैले चाहिँ यो पानी तताउनको लागि चाहिँ यो चाहिँ जग किनेको छु, हेर्न सक्नुहुन्छ। यसको प्राइस चाहिँ यहीँ नै छ, 650ले चाहिँ मैले चाहिँ यो किनेको छु। र अर्को भनेको चाहिँ मैले चाहिँ यो जार किनेको छु। अब तपाईँले चाहिँ यो पहिलो फर्स्टमा किन्दाखेरि चाहिँ 280 रुपियाँ पर्छ। पानी चाहिँ अहिले चाहिँ तातिसक्यो, हेर्न सक्नुहुन्छ। र यो चाहिँ मेरो कपै हो, भर्खरै किनेको। हजुरहरू चाहिँ कमेन्ट सेक्सनमा भन्नुहोस् कि यसको चाहिँ प्राइस कति होला। र आउनुहोस् पानी खाम। अर्को कुरा चाहिँ मैले चाहिँ कपडा झुन्डाउनुको लागि चाहिँ यो चाहिँ ह्याङ्गर किनेको छु, हेर्न सक्नुहुन्छ। यो चाहिँ कपडा झुन्डाउनुलाई चाहिँ मैले चाहिँ यो 200 रुपियाँ किनेको छु। आउनुहोस् सेटअप गरौँ रुमलाई चाहिँ। टाइम अहिले चाहिँ 11 बजिसकेको छ। त्यही हो, भोलि बिहान चाहिँ मलाई उठेर चाहिँ फेरि 6 बजी उठेर चाहिँ कलेज जानुपर्ने छ। त्यही हो, गुड नाइट, बस्छु, बाई। बिहानै उठेर बाहुबलीले काँधमा शिवलिङ्ग उठाए यसरी मैले ग्यास उठाएर ग्यास भर्न गएँ। त्यसपछि म तरकारी पसलमा आएर आफूले चाहिने सम्पूर्ण तरकारीहरू किनेर रुममा ल्याएर आएँ।
म चाहिँ तरकारी किन्नबाट चाहिँ आइसकेँ होइन। र एउटा कुरा चाहिँ मैले चाहिँ तरकारी किनिरहेको थिएँ होइन, देख्नु होला नि तपाईँले तरकारी किनेको। र त्यतिकैमा चाहिँ एउटा चाहिँ खोइ को मैला पो उहाँ आएर चाहिँ मलाई चाहिँ यति तरकारी किनिदिनु भएको छ कि कद्दु छ, प्याज छ। काठमाडौँमा यस्तो मान्छे भेटिनु पनि धेरै ठुलो कुरो हो कि। मलाई हुन्छ नि, म चाहिँ प्याज किनिरहेको थिएँ पैसा नपुगेर कति एक पाउ कति किनिरहेको थिएँ, उहाँ देखेर चाहिँ स्टुडेन्ट मान्छे भनेर चाहिँ यत्रो किनिदिनु भएको छ। अब उहाँलाई यहीँबाटै धन्यवाद दिन्छु। त्यही हो। अब चाहिँ म चाहिँ खाना बनाउन लागिरहेको छु र ग्यास चाहिँ अझैसम्म पनि आएको छैन। एकछिनमा चाहिँ मेरो ग्यास पनि आउँछ र खाना बनाउँछु। मेरो चाहिँ हेर्न सक्नुहुन्छ ग्यास पनि आइसकेको छ। ग्यास चुलो चाहिँ सबै रेडी गरिसकेको छु र यता चाहिँ कुकर छ अनि यता चाहिँ दाल चामलहरू छ। र मैले चाहिँ आफ्टर लङ टाइम चाहिँ खाना बनाउन लागिरहेको छु। हेरौँ खाना चाहिँ म कस्तो बनाउनेवाला छु। फर्स्टमा चाहिँ दाल लगाउनुपर्छ। हेरौँ। बाँकी सामान भने चाहिँ मैले चाहिँ एउटा चाहिँ एक कट्टो चामल किनेको छु। हेर्न सक्नुहुन्छ यो चाहिँ 22 रुपियाँको र अर्को चाहिँ यो 700 रुपियाँको चाहिँ मैले चाहिँ यो चाहिँ चियर किनेको छु। यो पढ्नलाई हुन्छ। त्यही हो। हजुर चाहिँ कमेन्ट सेक्सनमा भन्नुहोस् चाहिँ मैले टोटल अहिले कति खर्च भयो भनेर चाहिँ तर कमेन्ट सेक्सनमा भन्नुहोस्। र जहिले पनि सही उत्तर दिनुहुन्छ होइन, म चाहिँ उहाँलाई चाहिँ एउटा सरप्राइज दिन्छु भनौँ न, गिफ्ट दिन्छु डिएम मेसेज गरेर। ल कमेन्ट सेक्सनमा गर्नुहोस् कि तपाईँहरू मिलाउनुहुन्छ कि नै। हेरौँ। मैले आफ्नो रुमलाई भने पुरै सजाइसकेको छु। हेर्नु सक्नु पहिला पनि यो रुम यस्तो देखिन्थ्यो। अहिले चाहिँ मैले यस्तो बनाएको छु। मैले यो मात्रै बनाउनुको लागि, यो रुम मात्रै बनाउनुको लागि करिब मैले 1 महिना जति चाहिँ लगाएँ भनौँ न। मैले काम गर्दै अनि काममै बस्थेँ, त्यतै खान्थेँ। अनि यता चाहिँ रुम बिस्तारै बिस्तारै बनाइरहेको थिएँ। तपाईँहरूले चाहिँ एकैछिनमा बनाए जस्तो देखाएँ मैले भिडियोमा। र अनि अहिले रुमको हालत चाहिँ यस्तो हेर्न सक्नुहुन्छ। यस्तो छ, भाँडाहरू त्यो त जुटो छ अनि यो ओछ्यान यस्तो छ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तै छ। अनि त्यहाँ चाहिँ यता चाहिँ मैले चाहिँ यो किनेको थिएँ 600 रुपियाँमा होइन। अनि बिहान चाहिँ यो पड्किएर चाहिँ यो पुरै यो काम युजै नगर्न लागिसक्यो, डुप्लिकेट परेछ। र त्यही हो। अहिलेसम्म यहाँसम्म हेर्दै आउनुभयो, कोहीले हेर्नुभयो कोहीले हेर्नु भएन। र अनि एउटा कुरा अहिलेसम्म चाहिँ मेरो कति खर्च भयो, कति इन्भेस्ट भयो त्यो चाहिँ तल कमेन्ट सेक्सनमा भन्नु होला। र यत्रो दिनसम्म मैले भिडियो नहालेको कारण चाहिँ मेरो फोन के भनौँ अब धेरै प्रब्लम आउने कारणले चाहिँ मैले भिडियोहरू हाल्नु पाइनँ। अबदेखि म सर्ट भिडियोहरू बनाउँछु र त्यो राम्रो राम्रो कमेन्ट चाहिँ तर कमेन्ट सेक्सनमा गर्नु होला। र त्यही हो। हामी मिल्छ अर्को भिडियोमा, नेक्स्ट भिडियोमा नेक्स्ट टपिक्स लिएर। टाटा एन्ड बाई बाई। म गएँ, बाई बाई। मायाका कुरा नसाटी कलेजी मगा